यता बिहानको खाजा खान लागिरहेको छ है त। ब्याट्री छैन, बत्ती लाइन पनि नभएको कारण हिजोबाट बत्ती लाइन छैन, त्यही भएर हामी भिडियो गर्न सक्दैनौँ। बन्सिलाम चाहिँ यसरी पाउँदैछ तर हामीलाई थाहा थिएन। अब चाहिँ हामी लाग्यो ल। यहाँ चाहिँ मृगको बच्चा आएछ यता, बिहान बिहानै कहाँबाट आयो पुरै खसी चाहिँ ठुलै काटेर रहेछ, भोलि पनि सुतिँदैन यो भित्र, यो आन्द्रभित्र त्यो किरो पर्छ। ल आज 17 गतेको दिनमा टिकाको भोलिपल्ट पनि हामी चाहिँ यसरी रमाइलो गर्दैछौँ है त। 32 दाम देखाएर हाँसिया बाख्राहरू पनि खाँदैछ बिहानको खाँदैसित मामाहरू सबैलाई। हामी चाहिँ यता भित्रपट्टि चाहिँ धुवाले बस्नै नसक्ने भएको कारणले गर्दाखेरि बाहिर आएर गुड मर्निङ गुड मर्निङ। मामा घरमा टिका चाहिँ चल्दैन, खानपिन मात्रै हो। स्लो आमा आमा सम्पूर्णलाई विजयदशमी शुभकामना। ल यता हामी चाहिँ फर्किएका छौँ यता अब आफ्नो घरपट्टि चाहिँ है। आज चाहिँ लाइक एन्ड सब्सक्राइब। नमस्ते साथीहरू, गुड मर्निङ। सम्पूर्णलाई विजयदशमी शुभकामना। आज 16 गतेको दिनमा चाहिँ हामी उठिसकेका छौँ। म पनि उठिसकेँ। अब माथि आमा बुवाहरू छोराछोरी अझै उठिसकेको छैन। आज पानी पनि परेको कारणले गर्दा पनि हुनसक्छ आज अघि नै उठिसकेको हुन्थ्यो, तर पानी पऱ्यो। आज रातभरि नै पानी परेको छ। तर यसपालिको दसैँमा चाहिँ अलिकति पानीले चाहिँ धेरै डिस्टर्ब गरेको अवस्था छ। यस्तो छ, पुरै हिजो रातिबाट पानी परेकै छ यहाँ चाहिँ। अब ठुलो पानी चाहिँ होइन, तर सानो सानो सिमी तरिकाले चाहिँ पानी पुरै परेको अवस्था छ। आज टिकाको दिन परेको हुँदाखेरि आज टिका थाप्नेहरूको लागि चाहिँ एकदमै अनुकूल भएन। अब यस्तै भए पनि अब छाता ओढेर जे गरेर टिका थाप्नेहरू जान्छ होला, तर हामी चाहिँ टिका चाहिँ यसपालि थाप्न मिल्दैन। टिका चाहिँ थाप्नु मिल्दैन, तर भेटघाट चाहिँ हामी गर्नको लागि भए पनि हामी पनि जानु चाहिँ पर्छ है त। ल माथिबाट पनि उठेर आइसक्नु भएको छ यता। हामी चाहिँ यो तलपट्टि नै हामी सुत्यौँ भने अरू चाहिँ माथि सुत्नु भएको छ है त। अब भने चाहिँ म माथि गएर उनीहरू के गर्दै रहेछ हेर्न जान लागेको छु है त। को मान्छे आयो त्यसरी बसेको? एलभिसन उठ, आज मामा घर जाने नजाने? जाने जाने यस्तो पानीमा जाने? एकछिन जाने नजाने? जाने नजाने? जाने ढाइक है त। यिनीहरू चाहिँ यहाँ यसरी सुतिरहेको छ है त। पानीले गर्दा, पानी परेको कारणले गर्दाखेरि आमा चाहिँ यता फेरि आमा चाहिँ के गर्दै, आमा चाहिँ यता देउतालाई पूजा गर्दै हुनुहुन्छ। नानीले गर्दा हुन्थ्यो नि, नानु हुन्जेलसम्म त। एलभिसन गुड मर्निङ। गुड मर्निङ। के हेरेर अनि तिमी चाहिँ बिहान बिहानै उठेर मोबाइल हेरेर आएको? होइन। अनि के हेरेको नि? मोबाइल हेरे होइन, आँखीले बोलाएर हेरे। तिमी आज मामा घर जान सक्छै सक्दैन यस्तो पानीमा? हेर्नुपर्छ, सुक्यो भने जाने। सुक्यो? के सुक्यो? पानी सुक्यो भने जाने। पानी सुकेन भने चाहिँ नजाने? उठ ल अब उठेर अब फ्रेस हुने। आमा चाहिँ यहाँ हुनुहुन्छ है। बिहान चाहिँ त्यहाँतिर कुचुर परेर बसिरहेछ। ल अब भने चाहिँ सबैजना उठिसकेको छ। बाहिरको इन्भाइरोमेन्ट चाहिँ यस्तो रहेको छ है। ल पुरै हुसुल लागिरहेको अवस्था। फेरि इस्कुसहरू रहेछ पुरै झान
पुरै एकदमै जङ्गल जस्तो गरेर चाहिँ यहाँ राखेको अवस्था। मैले त यो काठो आदि चाहिँ भनेको पुरै यता घेरा लाग्यो जस्तो गरेर पनि राख्नु भएको छ उहाँहरूले चाहिँ। पानी परिरहेको छ, सिमसिम पानी परिरहेको। हुसुनी लगाइरहेको यस्तो छ आजको इन्भाइरोमेन्ट। बिहानको है त बिहान 6:30 जति बज्यो होला। पुरै गाह्रो छ आज चाहिँ। अब टाढा भन्नेहरूलाई त गाह्रै छ, नजिक हाम्रो चाहिँ खासै टाढा होइन, हाम्रो चाहिँ नजिकै छ। तर पनि हामी चाहिँ छाता ओढेर भए पनि हामी जान सक्छौँ। ल्याङ्कोट चाहिँ यहाँ मुख धुँदै हुनुहुन्छ है त। ए नानु एल्भिसन आउन, खोइ किन तातोर नखाने? सबैजना आउ त। यो कलर चाहिँ मैले भक्तपुरबाट आइसकेपछि मैले लगाएको हो। अस्तितिर चाहिँ बुवालाई पठाइसकेको थियो यो फलामतिर चाहिँ। यहाँतिर चाहिँ मैले कलर हिजो अस्ति आइपुगेको थियो। अस्ति त्यस्तै 4 बजीबाट सुरु भयो, अस्ति सिधै हिजो सिध्याएर चट्टा कलर पनि लगाइसकेको छ है त। अर्को कलर पनि लाउनु भनेको थियो त्यो बुट्टामा, तर नमिल्ने भएर मैले कलर चाहिँ ल्याएको थिएँ, लाएन। त्यहाँ चाहिँ यस्तो छ है त। ल कलर लगाएर मैले फिनिसिङ कलर, अस्ति चाहिँ प्राइमर कलर मात्रै लाउनु भएको रहेछ बुवाले। मैले यतातिर चाहिँ कलर पुरै छोरा 2जनाले पनि अलिअलि सहयोग चाहिँ गरेको। पुरै फिनिसिङ चाहिँ मैले गरेको थियो है त। दुधै हुनुहुन्छ है त हाम्रो बुवाले। गाई चाहिँ फेरि एकदमै ज्ञानी रहेको रहेछ, जसलाई पनि दुध दिन्छ अरे। अब भोलि पछि भयो अनि मैले पनि दुहेर चाहिँ देख्नुहोस् है त। फर्स्ट टाइम अब आज त म हेर्दैन गरिनँ आज चाहिँ। यसरी दुध पनि हुन्छ हाम्रो यहाँ। यो दुध तताइसकेपछि चाहिँ हामी दुध पनि खान्छौँ। र गाउँघरको एकदमै अर्ग्यानिक दुध पनि हामी खान पाउँछौँ है त्यहाँ चाहिँ। ल त्यहाँ फेरि गाई यहाँ घाँस खाँदै बसिरहेको छ आमा छोरा। ल अब चाहिँ हामी यता बिहानको खाजा खाना लागिरहेको छ है त। कसैले चाहिँ अब दुध नखाने भन्ने छ। हामी चाहिँ एल्भिसन छोरो मन्जुश्री छोरी, हामी चाहिँ दुधसँगै चिउरा हालेर चाहिँ खाँदैछौँ। अब ल यहाँ त तातो पानी पनि छ, तातो पानी पनि सँगसँगै छ। हामी चाहिँ कसैले तातो पानी खाइसकेको छ, मैले चाहिँ खाइसकेको छैन है त। अब भने चाहिँ हामी खाजा खानेतर्फ चाहिँ लाग्छौँ। अब कहाँ के हो, कसैलाई उ छ, खोइ मलाई ल्याऊ भनेको नानुले चाहिँ आफैलाई गरेछ। त्यो चम्चै छैन रहेछ एक ठाउँमा। अनि त यहाँतिर मासु पनि छ हिजो रातिकै। चम्चा चाहिँ भेट्यो, सफा हो कि फोहोर हो यो थाहा छैन। यो त उसको रहेछ। अब चाहिँ भने हामी खान्छौँ है त। ल एल्भिसन चेस गर्छौँ है त हामी चाहिँ। ल नानु पनि चेस। ल आमा नमस्ते साथीहरू। हामी चाहिँ आज 15 गते चाहिँ हामी यता घुम्न आएका छौँ है त। हाम्रो यहाँ चाहिँ सुनपति गाउँपालिकाको स्वास्थ्य चौकी पनि रहेको छ। यता मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ स्वास्थ्य चौकीतिर पनि कस्तो रहेको छ। हामी हेर्न आएको अवस्था छ। हामी चाहिँ अहिले सुनपति गाउँपालिकाभित्रको बेथान भन्ने ठाउँ र भलवाडीको
सिमानामा छ है त। यहाँसम्म चाहिँ यहाँ चाहिँ सिमाना भलवाडी र बेथानको चाहिँ सिमाना रहेको छ। सिमानामा यो हेल्थ पोस्ट रहेको छ भने चाहिँ हेल्थ पोस्टको नाम चाहिँ सुनापति गाउँपालिका बेथान स्वास्थ्य चौकी भनेर चाहिँ यहाँ स्वास्थ्य चौकीको भवन रहेको छ भने बेथानको दृश्य चाहिँ यस्तो छ है त। बेथान एरियाको चाहिँ यस्तो छ, जङ्गल छ माथितिर। यो ठाउँमा चाहिँ सुनापतिको पर्यटकीय क्षेत्र पनि रहेको छ है। यो डाँडामा चाहिँ मान्छेहरू गइराखेका हुन्छ। अनि यस्तो छ है त दृश्यहरू चाहिँ। यहाँबाट हामी कुनै साधनमा गयो भने पनि हुन्छ, अथवा त्यहाँबाट हिँडेर गए पनि यहाँबाट हामी सिधै गइसकेपछि यहाँ चाहिँ डम्फु डाँडा भनेको चाहिँ यता छ है त। यहाँ चाहिँ डम्फु डाँडा छ है त। यहाँ चाहिँ डम्फु रहेको छ यहाँ। तर यहाँबाट चाहिँ देख्न सक्दैनौँ हामीले। त्यहाँ गइसकेपछि त्यहाँ चाहिँ पुरै घेरा बाह्र लगाएर राखेको छ। त्यहाँ चाहिँ डम्फु र जस्ता संस्कृति झल्काउने तामाङ समुदायको डम्फुहरू चाहिँ त्यहाँ बनाएर राखेको अवस्था पनि हामी देख्न सक्छौँ। अब भने चाहिँ हामी यहाँबाट चाहिँ उता घरतर्फ चाहिँ हामी लाग्दैछौँ है त। यहाँबाट चाहिँ अब यहाँ आइपुगे पछाडि चाहिँ अब भलवाडीको यात्रालाई चाहिँ अर्थात् भलवाडीको चाहिँ सिमानापट्टि अर्थात् भूभागपट्टि चाहिँ हामी आइपुगेका छौँ। हामी चाहिँ आज 15 गतेको दिनमा दसैँमा गाउँमा आइपुगेको हुँदाखेरि 15 गते चाहिँ हामी घुम्न भनेर आएका छौँ है त। कस्तो लाग्यो अहिले? राम्रो लाग्यो। अनि बेथान स्कुलको हामी पढ्ने स्कुल कस्तो छ? राम्रो छ। राम्रो छ? पहिला त्यस्तो थिएन नि त। नानीलाई चाहिँ कस्तो लाग्यो? राम्रो लाग्यो। जिजेनलाई? खोइ राम्रो लागेको छ नि। ल अब चाहिँ भने हामी यता भलवाडीतर्फ लागिसकेका छौँ। अब भने चाहिँ हामी बिस्तारै उतातिर लाग्दैछौँ। अब आज 15 गतेको दिन, भोलि 16 गते चाहिँ टिका भएको हुँदाखेरि भोलि चाहिँ हामी मामा घरतिर जाने हो नि त। मामा घरमा टिका चाहिँ चल्दैन, खानपिन मात्रै हो। यसपालि दुःख परेको छ। जस त्यहाँ गएर भेटघाट कार्यक्रम चाहिँ भोलि हामी जान्छौँ। भलवाडी चाहिँ यस्तो रहेको छ है त। पारिपट्टि पनि रामेसाब, यता चाहिँ रामेसाब छ, यता चाहिँ काभ्रे चाहिँ यतापट्टि रहेको छ भने यो चाहिँ भलवाडी। भलवाडीको चाहिँ यहाँ चाहिँ जङ्गलहरू छ। जङ्गलबाट त्यो डाँडाभन्दा उता मात्रै घरहरू, त्यहाँतिर अलिअलि मात्रै घर छ। साथीहरू अब भने चाहिँ हामी घरमा आइपुगिसकेका छौँ है त। ल हामी चाहिँ घरमा पुगिसकेका छौँ है त। ल यो चाहिँ एकजना यहाँतिर बसिरहेको रहेछ हो। यसले चाहिँ खाइसकेको रहेछ। म चाहिँ अलिकति ढिला भएको थियो। ल है हामी चाहिँ यता मासु पोल्दै खाँदै गरिरहेको छ। एकजना त्यहाँ रुँदै खाइरहेको छ। ल हामी चाहिँ खाइसकेको छ। यहाँ जम्मा 2-3 टुक्रा मात्रै बाँकी छ। एकजना फेरि मासु भन्छेपछि तलबाट उठेर यहाँसम्म टिप्न आएको छ। यता फेरि अर्को चाहिँ पोल्दै पनि छ है। पोल्दै पनि छ यता फेरि बुवाले चाहिँ फेरि यता काट्दै दिँदै गर्नु भइरहेछ। पुरै धुवा छ यहाँभित्र चाहिँ। एकजना चाहिँ तल थियो, त्यहाँ सिधिसकेपछि यहाँ खानलाई भनेर माथि उठेर आएको हो। एकजना चाहिँ त्यहाँ रुँदै खाँदै मोबाइल मात्रै भयो हुन्छ यसलाई चाहिँ। फेरि मोबाइल खेल्न पाइसकेपछि अरू केही चाहिँदैन। यता हाल्दै यता खाँदै। म पनि खानु पर्यो एउटा।
यो त पकाउने मासु पनि त पकाइरहेको मासु पनि त अहिले धुवा त लास्टै बढ्यो मासु पोलेर खानको लागि ग्यासबाट नगरिकन एकदम आगो बालेर मासु पोल्नको लागि चाहिँ हामी यताबाट चाहिँ खानु पकाइरहेको छ है त यो खाने लाने यो मासु भए चाहिँ खान्थ्यो होला मासुको खाङ्गो मलाई अरू मासु त्यति मन लाग्दैन सुगुटी मात्र हो के सिकुटी के त सिकुटी भन्ने पातलो मासु हामी चाहिँ यता भित्रपट्टि चाहिँ धुवाले बस्नै नसक्ने भएको कारणले गर्दाखेरि यतापट्टि बाहिर आएर पिँढीमा बसिरहेछ है त पिँढीमा बसिरहेछौँ यसरी बाहिर चाहिँ फेरि हावा चलिरहेछ अलिअलि चिसो चिसो पनि अनुभव गर्न सक्छौँ भित्र चाहिँ धुवाले बस्नै नसक्ने भित्र चाहिँ पुरै धुवा हेर यो दुईजना चाहिँ मासु पाइदिन्छ के अरे खान्छ भनेर यहाँ आएर बसिरहेछ अझै नखाने मासु चाहिँ खाने त्यही पनि पोलेको मासु मात्रै ल है साथीहरू हामी चाहिँ यता दसैँको बेलामा चाहिँ यसरी तास खेल्दै यता साली छ यता चाहिँ सालो यता हिरो एकजना छ यता चाहिँ के भन्छ यो साडो भाइ पनि छ म चाहिँ यतातिर छु है त ल हामी तास खेल्दैछौँ सालीले अलिअलि पैसा बढी जितेछ ऊ 32वटा दाम देखाएर हाँसै छ है त मेरो पालो अलि खातिर पडबला मैले साले खातिर पडबला मैले ल सानो भान्जोलाई चाहिँ भान्जोसँग कुरा गर्ने भनेको भान्जो चाहिँ लजाएर यतातिर मेरो पछि पाप्ला ल हामी चाहिँ तास खेलेर पनि यतातिर चाहिँ अब थाकिसकेको छ त्यही भएर एकछिन यसो रेस्ट गर्दैछ है त मासुतिर छ मासुतिर छ ल हाम्रो विश्व भान्जा चाहिँ त्यहाँतिर छ हाम्रो रोहिणी छोरी है ल हाम्रो सासु आमा चाहिँ यतातिर हुनुहुन्छ फेरि हाम्रो के अरे नाम के अरे पिता हो के नि के अरे नोबिता हो तिम्रो नाम के नोबिता होइन आमालाई भन्नु नाम के भन्दा नाम के त्यसरी प्लास्टिक खानु हुँदैन है प्लास्टिक खायो भने त त्यो रोग लाग्छ भित्र यो आन्द्रभित्र त्यो किरो पर्छ नि नाम के अरे मामालाई भन् त भन्न के अरे नाम के अरे बितो हो भाइको नाम के अरे के अरे विराज चाहिँ कति क्लासमा पढ्छ अरे विराज
विराजले यहाँ त्यो पुसअप गर्न आउँछ पुसअप गर्न आउँछ एक्सर्साइज गर्न आउँछ व्यायाम गर्न आउँछ व्यायाम गर्न आउँछ या गर्न आउँछ 1 2 1 2 3 4 5 6 7 8 गर्न आउँछ हुँदैन हुँदैन त्यस्तो गर्नु हुँदैन नि ल गर्नु हुँदैन है ल लगभग हामी चाहिँ 7-8 वर्ष पछाडि चाहिँ यहाँ दसैँ एकै ठाउँमा बसेर चाहिँ मनाउन भनेर यसपालि योजना बनाएर नै आएका छौँ है त। हाम्रो चाहिँ यहाँ सबै बहिनीको परिवार, मेरो परिवार र भाइको 2 जना भाइको परिवार गरेर लगभग 16 जना बच्चाहरू ठुलाहरू गरेर चाहिँ 16 जनाको परिवार चाहिँ यहाँ चाहिँ आज हामी चाहिँ यता ससुरालीतिर आएर चाहिँ हामी दसैँ मनाइरहेका छौँ। त भाइले चाहिँ साँझको लागि तरकारी बनाउँदैछ है त। ल यता खुकुरीले काट्दैछ मासु यहाँ। बहिनी चाहिँ सुत्केरी 1 महिना चान्चन मात्रै भएको सुत्केरी, उहाँ चाहिँ उता टाढ सिकाउँदै बसिरहेको हामी बसेको है त। सासुआमा फेरि यतातिर के कराङ करङ गर्दै अब के गर्ने उता गर्ने। म त हार्यो 150 जति हार्यो म त। ल साढे नानीले 150 जति 100-150 जति जित्यो अरे, म चाहिँ 100-150 जति हार्यो। यतातिर जित्सन लामा पनि हार्यो, मामाको पैसा पनि हार्यो, मम्मीको पैसा पनि हार्यो, सबै हार्यो। यसपालिको दसैँमा चाहिँ यस्तै हो, रमाइलो गरेर आफ्नो तरिकाले चाहिँ मनाइरहेको छ है त। एकजना फेरि यतातिर सुतिरहेछ है त, अँध्यारोतिर छ, यहाँ चाहिँ पुगेको छैन। अब चाहिँ साथीहरू हामी साँझको खानाको लागि चाहिँ तयारी हुँदैछौँ। अब छोरी 2 जनाले चाहिँ यहाँ पालैसित मामाहरू सबैलाई खाना राख्दै यता अब यता सासुआमाले चाहिँ सासुआमा र बहिनीले चाहिँ यता पस्काउँदै यता छोरीहरूले चाहिँ यता खानाहरू राख्दै गरेको अवस्थाहरू छ है त। ल हामीलाई चाहिँ राखिसकेको छ यता, अब उतातिर राख्दै गरिरहेको चाहिँ हामी देख्न सक्छौँ है त। यो चाहिँ मेरो छोरी हो, यो चाहिँ मेरो छोरी मामा घरमा आएर चाहिँ उसले सबैलाई खाना राख्दैछ है त। ल अब आन्टीलाई राख्दैछ अहिले। ओहो हाम्रो कालो भान्जोले पनि नमस्ते गर्दैछ। खै त ऊ चाहिँ खै त हाम्रो सीता बहिनी चाहिँ निकाल्नु भएन मासु अघि निकाल्यो ए तर बिन्दप नाम लेख्दै मेरो मोबाइल फेरि नि उल्टा मान्छे ल्याऊ किन ल्याउ त भिडियो गर्न
यसपालि चाहिँ ससुरालीमा ठुलै खसी ढालेको रहेछ अझै 2-3 छाक खाएर पनि यतातिर बाटातिर पुरै छ है बाटामा पुरै छ खसी चाहिँ ठुलै काटेर रहेछ भोलि पनि सिद्धिँदैन यो चाहिँ अब एकजना तलतिर प्याक रुँदै पनि छ तलतिर सानो कान्छो चाहिँ खै लासो आलावाला नै सुत्ला पार भाइ लु 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 लासो 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 लु सबैले लासोको सिया छ अब चाहिँ हामी खानेतर्फ चाहिँ लाग्छौँ है त आइहरू कतिखेर खानुहुन्छ है अब बहिनी पनि खाँदा हुन्थ्यो ल म पनि अब यता आइसकेको छु म पनि खान लाग्यो है त यतातिर चिसो पनि हाल्दैछ रक्सी पनि होला कसै कसैलाई त रक्सी पनि चाहिन्छ होला फेरि हाम्रो सालोहरूलाई हामीलाई चाहिँ चाहिँदैन अरू बेला त होइन यही चाडपर्वको बेलामा चाहिँ खानुहुन्छ है त ल अब चाहिँ हामी खानेतर्फ लाग्छौँ है त ल यहाँ चाहिँ मृगको बच्चा आएछ यता बिहान बिहानै कहाँबाट आयो थाहा छैन ल ल हो मृगको बच्चा यतातिर आएको छ पानी परेको बेलामा कहाँबाट घर खोज्दै खोज्दै आएको जस्तो छ यता चाहिँ आऊ न न न No. Na. मृगको बच्चा हो कि के हो मृगको बच्चा हो खाँची थियो ल मान्छेसँगै नि मजाले बस्ने रहेछ है ल आज 17 गतेको दिनमा टिकाको भोलिपल्ट पनि हामी चाहिँ यसरी रमाइलो गर्दैछौँ है त यतापट्टि चाहिँ कति लगभग 9 बजी होला यता रमाइलो गर्नलाई चाहिँ सुरु गरिसकेको छ अब हामी चाहिँ तलतिर जानुपर्ने भएकोले एकछिन पछाडि आएर हामी पनि यहाँ एटेन्ड चाहिँ गर्छौँ है त हाम्रो चाहिँ जानुपर्ने काम अलिकति छ त्यही भएर अहिले पछि आउँछौँ ल बाई बाई है अहिलेको लागि चाहिँ ओ बाई बाई है बाई बाई सबैजनाले बाई बाई है ओ आन्टी बाई बाई के आन्टी चाहिँ आइनी ल ल आमालाई पनि बाई बाई ओ केटाहरू लु बाई बाई ल अहिले चाहिँ जान्छौँ है त ल सानो कान्छोलाई पनि बाई बाई गर्ने ल ओ सानो कान्छो गरेर बसिरहेको छ ल कान्छो बाई बाई ल बाई बाई अहिले गर्न सक्दैन ऊ आगो खोल्न लागिसक्यो सुतिरहेको रहेछ बस ल ल अहिले लैजान्छौँ है त हामी चाहिँ ल खाजा साजा खाइसक्यो हामी चाहिँ अब भने चाहिँ तलतिर लाग्छौँ लाइन चाहिँ ऊ जुत्ता लाउँदैछ नानु जुत्ता लासियो कोही यता मेकअप गरिरहेछ ऊ आमा छोरीको यहाँ छुट्टै छ यो दाजुभाइको फेरि छुट्टै छ यता ऊ त भान्जो फेरि मसँग जाने भनेर अचम्म भएर अगाडि गएर बसिरहेछ अघिदेखि नै जाउन मामा भन्दैछ अझै उसलाई पनि हामी तलतिर घुमाउन लान्छौँ हामी पनि घुम्न जान्छौँ है त तलतिर मामा घर पनि हिजो अलिकति बसेकोमा चाहिँ एकछिन त्यहाँ गफसफ गर्छौँ अनि भएन भने त्यहाँ मान्छे छ भने एकछिन बस्छौँ होइन भने चाहिँ हामी
यसो तलतिर बजारतिर घुम्छौँ। यसको नाम त काले भाग काले छैन जुत्ता लाउँछु सबैले लगाइसकेको छ जुत्ता पनि एकदमै फोहोर भइसकेको छ ओ आखे हे मेरो उज झऱ्यो अनि अझै ओइ रुनी भाइले के सिकायो बिजर भाइले के भने नि आखे हाई ल जुत्ता लाउन सुरु गरिसकेँ मैले। हाल्दा स्टिलले पनि लिनु लिनु ल त साथीहरू अब चाहिँ हामी तल हाम्रो मामा घर छ। मामा घरमा चाहिँ हामी हिजो अलिकति मात्रै त्यहाँ पस्यौँ तर त्यहाँ बसेर गफगाफ गर्ने यता चाहिँ गरिरहेको छैन। अब भने चाहिँ हामी तल मामा घरमा पनि जान्छौँ। यदि मामा घरमा मान्छे भएन भने चाहिँ तलतिर बजार भनौँ पसलतिर यसो घुमेर हामी फर्कन्छौँ है त। हामीहरू चाहिँ अब तयार भइसकेका छौँ। ल भान्जा जाने न जाने कि मामा यहीँ अङ्कलहरूसँग बस्ने मसँग हामीसँग जाने हो। तिम्रो लुगा लगाएर आऊ ल ल अब चाहिँ हामी लाग्यौँ लुजाउँ। ल हामीसँग चाहिँ विश्व भान्जा पनि जाने रे। ल जाऊ लु खै मम्मी खै मम्मी लुजाउ लुजाउ। ओ मम्मी छिटो हामी तलतिर लाग्यौँ। यहाँतिर चाहिँ आँपहरू पनि छ है फलफुलको राजा आँप आँपको बोट चाहिँ छ आजकल आँप चाहिँ छैन अरू पनि रहेछ यहाँतिर। ल छिटो तल पर्खिन्छु ल छिटो। उनीहरू चाहिँ पछि आउँदैछ हामी चाहिँ अगाडि लागिसकेका छौँ। यतापट्टि चाहिँ फेरि सालोको घर छ है भूकम्पमा परेर यता भूकम्पको पैसा परेको थियो त्यसमै थपथाप गरेर उसले चाहिँ पक्की घर चाहिँ बनाएको छ। यता एक तल मात्रै गरेको छ चाहिँ चाहिँ यसरी अब दसैँ भनेर बस्ने कुरो नि भएन है। यसरी उहाँ चाहिँ घाँस स्याउला लगेर चाहिँ लान खोजिरहनु भएको चाहिँ हामी देख्न सक्छौँ है त। ल के गर्नु त वस्तु भएपछि त काम त गर्नु पऱ्यो। ल उनीहरू चाहिँ अगाडि लागिसकेको छ। हामी चाहिँ हाम्रो मामा घर हाम्रो बुवाको चाहिँ मावल हो मेरो चाहिँ बुढो मावल है के भन्छ यहाँ जानुपर्ने छ। हिजो अलिकति मात्रै पस्यौँ हामी। यता पनि हुनुहुन्छ यता पनि हुन्छ मान्छे छैन थाहा छैन। मान्छे भयो भने चाहिँ एकछिन गफ गर्छौँ होइन भने हामी चाहिँ त्यहाँबाट घुम्न निस्किन्छौँ।
ल साथीहरू आज चाहिँ हामी 18 गते के अरे उता घरमा जाने भनेको तर आज मौसमले साथ देला जस्तो लागेन हामी चाहिँ ल अब धेरै वर्ष पछाडि आएको भनेर होला मौसमले पनि यतै बस्छ भनेर चाहिँ भनिराखेको अवस्था छ हैन म चाहिँ ओछ्यानमै छु उठेकै छैन तातो पानी खाँदै बेसार पानी के बियोलीले भने जस्तो बेसार पानी खाँदैछु है त अहिले चिसो पनि लाग्ला जस्तो भइरहेको अवस्था भएको कारणले गर्दाखेरि बाहिर पानी परेको छ र चाहिँ निरन्तर पानी परिरहेको अवस्था छ है त हिजो रातिबाट आज बिहान 8:15 भइसकेको छ पानी परेकै छ ल सबैजनाको यतातिर यसरी बसिरहेको अवस्था बिहान 8 साढे 8 हुँदा पनि यहाँ घाम लागेको पनि छैन राम्रो उज्यालो पनि दिइसकेको छैन है त भित्र बसिरहेका छौँ यसरी बसिरहेको गफ गर्दै यतातिर हाम्रो सारी नानी यतातिर मासु निकाल्दैछ मासु पनि कति खानु यतातिर चिया बनाउँदै हुनुहुन्छ सासु आमा यता छोरी फेरि भर्खर चाहिँ ऊ गरेर के अरे मुख धोएर आइसकेको छ यता माइजूको फेरि यतापट्टि छोरालाई स्याहार सुसार गर्दै यता बुढी चाहिँ फेरि तातो पानी भन्दैछ तातो पानी अघि नै आइसक्यो मलाई ल हो सालीको पैसाहरू सबै खानुपर्ने थियो के गर्नु मौसमले पनि तास खेलै भनेको छ तास पनि कति खेल्नु झ्याउ भइसक्यो अब आफ्नो ठाउँमा आफ्नो काममा जानुपर्ने मान्छेहरू यसरी रोकिरहेको अवस्था छ यसरी पानी चाहिँ निरन्तर पानी परेर यहाँ एकदमै लास्टै झ्याउ पारिसकेको छ ल ठिकै छ अब जस्तो हुन्छ हामी त्यस्तैमा मिलाएर हामी अब के गर्नुपर्ने हुन्छ हामी गर्दै गरौँला अहिलेलाई भने चाहिँ हामी भिडियो चाहिँ अफ गर्छौँ है त अब तातो पानी खानु पर्यो यहाँ हो यसरी तातो पानी ल्याएछ है तातो पानी खानु पर्यो अनि पछि के हुन्छ गर्दै जाउँला है त ल है त म पनि उठिसकेँ अब चाहिँ यहाँ यता हाम्रो भान्जोबा अब यहाँ रोएर बसिरहेछ हो गरेर बस्छ जहिले पनि राति पनि त्यस्तै हो यो चाहिँ है दुध खाने सुत्ने कराउने अब त्यो नाकबाट घर गर्ने गरिरहेछ ल यता म पनि उठेँ अब चाहिँ सुतेर मात्रै हुँदैन हो यहाँतिर एकजना कपाल मिलाउँदैछ यता चाहिँ तातो पानी खाँदैछ हाम्रो चाहिँ अझ अब हाम्रो चाहिँ सासु आमाले अब यसपालि खसी ढालेको खसी चाहिँ सिद्धियो अब ठुलो खसी बाँकी छ अब यता ठुलो खसी सिद्ध्याएर मात्रै जाने हो हामी चाहिँ ऊ सालीले यतापट्टि गर्दैछ यता फेरि चिया पनि पकाउँदैछ है त दुधको अर्ग्यानिक चिया बन्दैछ यता चाहिँ ल अब सानो खसी चाहिँ सिद्धियो अब ठुलो खसी अब सुरु गर्न लागिसक्यो यो सिद्धिएर मात्रै जाने अब यता सालो फेरि फटाफट नै आई सुकुटी काट्दैछ अब हिजो अस्तिको के अरे आलो त्यो के भन्छ खसीको मासु सिद्धियो अब त्यही कान्छी अब यो सिद्ध्याएर मात्रै जाने हो नि त हामी त यो सिद्ध्याएर मोटाएर जाने हो अब चाहिँ यहाँतिर खसीको यो के हो यो खै खसीको मासु यहाँ अलिकति बाँकी रहेछ अझै यो पनि सिद्ध्याएरै जाने यो पनि खसीकै थिएँ अझै खसी बाँकी नै रहेछ पानी परिरहेको छ अब जो भने कहाँ जाने है यस्तो छ यहाँतिर छ्याङ पनि छ फेरि छ्याङ खानेलाई चाहिँ छ्याङ चाहिँ खतरा रहेछ एकदमै ल इस्कुस र यता सुकुटी चाहिँ अब फ्राई हुँदैछ यहाँ चाहिँ ल है त यस्तै छ पानी परिरहेको छ बाहिर हिँड्न पाएको छैन केही काम पनि भ्याएको छैन यता बाहिर हेर्ने हो भने चाहिँ पुरै पानी यसरी बाहिरै निस्कने उनै छैन यता ल कस्तो भाउ त्यस्तै छ पानी परिरहेछ हिलो त्यस्तै छ है यतातिर मकैहरूको बिजोक यस्तो छ खतम छ यो मौसमले यसपालि खै के गर्यो यसरी पानी परिरहेको छ गाह्रो छ गाह्रो ल अब के गर्नु त छोरीहरूको कहिलेबाट स्कुल 21 नै हो तिम्रो पनि सबैको 21 रहेछ ल
अब चाहिँ भान्जो सानो भान्जो बाबु चाहिँ अब डेढ महिना चाहिँ भएको छ। अब छोरीले समातेर बसेर रहेछ। भान्जो बाबुको चाहिँ फेरि काम रुने खाने सुत्ने। यता बत्ती देखे यसले बत्ती हेरिरहेछ। उसलाई मन परेन भने रुने, मन पर्यो भने सुत्ने। त्यस्तो छ है, त्यस्तो छ। ल एकजनाले त्यहाँ के भन्छ त्यसलाई, त्यहाँ अब ठिक भयो कि भएन हेरिरहेछ है त। ल स्थिति चाहिँ यहाँको यस्तो छ। अब हामी चाहिँ आज जाने भनेको आज जान पाउने स्थिति रहेन। अब कतिखेर पानी रोकिन्छ भन्ने पनि छैन। हिजो रातिबाट पानी परेकै छ। म पनि चिया खाँदैछु। यो त चिया चाहिँ होइन, यो तातो पानी खाँदैछ। तातो पानी खाँदैछु है म चाहिँ। यस्तो छ आजको दिन चाहिँ। के तिम्रो ल हो त माथि त हुन्छ हुन्छ के हुँदैन त्यो पेसाले के हुँदैन पेसाले के हुँदैन खाऊ ल अब भने चाहिँ चिया खाँदैछौँ है त हामी। तातो पानी खाइसक्यो। अब यहाँ चिया हाल्दै हुनुहुन्छ सासुआमा र सालीले। तर मेरो चाहिँ याद उसो याद टी भए तिमीलाई सब खै केही छैन, उपाय नै छैन। अब भने जस्तै अब कस्तो भने यहाँ अलिअलि काम भएको भए के अरे पानी नपरेको भए त्यो यो चाहिँ हातौँ ल है सासुआमाले यता चिया ल्याउनु भएको छ। ल सासुआमालाई धन्यवाद भन्नुपर्छ। अब खानै बस्ने मात्रै हो। ल है अब चिया आइसकेको छ यता। यो भाइ चाहिँ भाइले ल्याइसक्यो चिया। ल चिया ल्याइसकेको रहेछ। त्यो काठमाडौँ जस्तो होइन कि काठमाडौँ पाउडर दुध होइन त्यो है कान्छी। मिठो छ मिठो छ अरे। म पनि टेस्ट गर्छु है त। ल कस्तो रहेछ है त। ओहो कति राम्रो है। चिनी चाहिँ अलिकति बढी भएछ तर एकदमै बेस्ट हो। कति मिठो रहेछ है। काठमाडौँतिर त प्रायः म दुधको चाहिँ खाँदैन, गाउँको भएर मात्रै दुधको खाएको हो। गाउँको दुधको चाहिँ म खान्छु। चिया आइसक्यो। नानुलाई मामालाई 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 चिया चिया। माइजूलाई लु माइजूलाई पनि चिया चिया लिनु। सबैजना चिया खाने। अब के गर्नु त, खाने बस्ने त हो। अरू काम गरेर भन्ने छैन हो। हो तार बस्छ नि, बस्छ क्या त्यो दुधको चियामा। राम्रो बस्नु जित्दैन त्यो न खाऊ। किन पर्दैन अलिकति मात्रै हालेर कि हाल्न है। आज 18 गतेको दिनमा हामी गाउँ के अरे गाउँ त गाउँै हो, घरमा जाने भनेको थियो तर पाइएन आज। यतै हामी रोइलो गरेर बसिरहेको अवस्था हो। ल अब त्यहाँ चिया थप्दै पनि छ त्यता। चिया कम भएकोहरूलाई चाहिँ
अग्नि माना चाहिँ पानी पनि खायो हामीले चाहिँ अब दुधको चिया पनि खायो अब भने चाहिँ हामी खाजा खाने तयारीमा छौँ है त खाजा खाँदैन खाजा ल है त हामी चाहिँ लाग्यो अब भाइ र सालो र बहिनी चाहिँ गइसकेको छ त आफ्नो माइतमा हामी चाहिँ माइततिरै छौँ यता ल अब हामी पनि जानु भनेको पानी परेर हामी चाहिँ जान्छ या छैन ल यहाँ कसैलाई थप्दै हुनुहुन्छ कसैले खाइसकेको छ म पनि अब सुरु गर्छु ल है त हामी चाहिँ फर्किएका छौँ यता अब आफ्नो घरपट्टि चाहिँ है आज चाहिँ हाम्रो रोहिणी पनि थपेको छ हाम्रो रामेसामा पनि यस्तो बन्सिलाम चाहिँ यसरी पाउँदैछ तर हामीलाई थाहा थिएन अघि हेरेको यसरी पुरै गलेर बसेको रहेछ है यिनीहरू चाहिँ ल हामी चाहिँ फर्किसकेका छौँ अब भने चाहिँ हामी ब्याट्री छैन बत्ती लाइन पनि नभएको कारण हिजोबाट बत्ती लाइन छैन त्यही भएर हामी भिडियो गर्न सक्दैनौँ हामी चाहिँ अब आइपुग्न थाल्यो है त धेरै समय छैन बाटो बिग्रेको छ कि भनिरहनेको तर बाटो बिग्रेको चाहिँ छैन रहेछ हामी चाहिँ यताबाट उता पारी डाँडाभन्दा पछाडिबाट हिँडेर आएको है त